गङ्गणपतये नमो नमः। श्रीसिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। गणपतये नमो नमः। श्रीसिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। गणपतये नमो नमः। श्रीसिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। गणपतये नमो नमः। श्रीसिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। गणपतये नमो नमः। श्रीसिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। गणपतये नमो नमः। श्रीसिद्धिविनायक नमो नमः। गणानां द्वा गणपतिगुं हवामहे। प्रियाणां द्वा प्रियवतिगुं हवामहे। निधिनां तो भयो निधिनां द्वा निधिपतिगुं हवामहे। वसो ममाहं जयन्ति मंगला काली भद्रकाली कपालिनी दुर्गा क्षेम सिद्धिनात्र परित्राणपरायणे सर्वस्यार्ति हरे देवी नारायणे जगद्वन विधौ पालनीय करोदे समहारे चापि यस्य जगदिदमखिलं कृपा शासनमादभासं प्रसन्ना। अलिकति थप्दिनु त अरु थप मिल्छ अब थप्न नि मिल्छ बाबु ल घिउले थप्नु हुन्छ अर्को भेली चाहिँ थप्नु पर्छ अलिअलि भेली कम भयो भेली कम भयो गया हो काशी दर्शन गराऊ नारायण को गया हो काशी हो वृन्दावन हो दर्शन गराऊ
हो प्रभु नाम हो कृष्ण कृष्ण हरे हरे राम राम हो ताना हो माना हो प्रभु नाम हो कृष्ण कृष्ण हरे हरे राम राम हो ताना हो माना हो प्रभु नाम हो कृष्ण कृष्ण हरे हरे राम राम हो ताना हो माना हो प्रभु नाम हो कृष्ण कृष्ण हरे हरे राम राम हो ताना हो माना हो प्रभु नाम हो कृष्ण कृष्ण हरे हरे राम राम हो ताना हो माना हो प्रभु नाम हो कृष्ण कृष्ण हरे हरे राम राम हो ताना हो माना हो प्रभु नाम हो कृष्ण कृष्ण हरे हरे राम राम हो ताना हो माना हो प्रभु नाम हो कृष्ण कृष्ण हरे हरे राम राम हो ताना हो माना हो कृष्ण कृष्ण हरे हरे राम कृष्ण कृष्ण हरे हरे राम राम बा पनि रुवान भयो म जान्न सकिनँ रे आमा त रोको रे होइन म आएको फोटो त राखिरहेको थिएँ अस्ति मैले बिहान भनेको हो कि गोविंद बोलो हरि गोपाल बोलो 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 राधा रमण हरि गोपाल बोलो राधा रमण हरि गोपाल बोलो गोविंद बोलो 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 हरि गोपाल बोलो राधा रमण हरि गोपाल बोलो राधा रमण हरि गोपाल बोलो गोविंद बोलो 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 हरि गोपाल बोलो राधा रमण हरि गोपाल बोलो राधा रमण हरि गोपाल बोलो गोविंद बोलो हरि गोपाल बोलो गोविंद बोलो हरि गोपाल बोलो गोविंद बोलो हरि गोपाल बोलो गणपति बनाना नमः भगवाय नमः
समय नोरमा भगवन्तो पंचायत मिथुनो भिन्न पंचायत हिंदू देवता कुल देवता ग्राम देवता दान देवता वासु देवता रोदचो अनायता रोदावायुता प्राणतमोगादगे राजा समायोता मणिनादे तमया दीपं ध्याने रज्जाग्नि नमः लक्ष्मी नारायणाभ्यां नमः नैवेद्यां नराहनु नराहन्तरिक्षगुं शशोद्यो समवर्ततापतिभागो मेदिशः सोदादधा लोकाम् अर्थगतोयता शङ्ख बजुका तिमीठो धुन कैलाशैमा शङ्ख बजुका तिमीठो धुन यति मिठो धुन बजाउने उनै शिव हो यति मिठो धुन बजाउने उनै शिव हो कैलाशैमा शङ्ख बजुका तिमीठो धुन यति मिठो धुन बजाउने उनै शिव हो कैलाशैमा शङ्ख बजुका तिमीठो धुन यति मिठो धुन बजाउने उनै शिव हो कैलाशैमा शङ्ख बजुका तिमीठो धुन यति मिठो धुन बजाउने उनै शिव हो यति मिठो धुन बजाउने उनै शिव हो हे कलियुग लागेपछि सङ्कट कति कति कलियुग लागेपछि सङ्कट कति कति कले मलाई पुकार्दैछ हेर त पार्वती कले मलाई पुकार्दैछ हेर त पार्वती कलियुग लागेपछि सङ्कट कति कति कले मलाई पुकार्दैछ हेर त पार्वती कलियुग लागेपछि सङ्कट कति कति कले मलाई पुकार्दैछ हेर त पार्वती कलियुग लागेपछि सङ्कट कति कति कले मलाई पुकार्दैछ हेर त पार्वती कले मलाई पुकार्दैछ हेर त पार्वती ढोगे माता तिम्रो चरणमा आत्मैदेखि ढोगे माता तिम्रो चरणमा यो भक्तलाई दर्शयामि पुराण पुरुषोत्तमाय नमः ब्रह्मा विष्णु महेश्वरेभ्यो नमः क्षमभरतः पतिभां भूमिरदेशः रुद्रां तथा लोकां देवा जजन्या माता ज्वाता भाषान्तस्यासीदाजन् शारथाभिः शबता सामिधाः कृताः देवा जलजना अन्यथा अमाधेरो भगवांग आसुर भरेखावाणाः ल अब आता जल फुल लिनु अनि गणेशका खाइ पहिला काटेका
तिनी बालम का तिनी पनि हरि ओम तत्सत गर्नु सबैले हरि ओम तत्सत हरि ओम तत्सत हरि ओम तत्सत ओम विष्णु नमः पुराण पुरुष हिमवत पर्वतै गतेशे नेपाल राज्य पार्श्वपश्चिमे तदन्तर्गते मंदिरात देवी मंदिरात निकटे देवघट्टः चोके विशाल टोले देवग्रामीय पूर्णिमौ मध्ये सिद्धार्थ नामक संवत्सरे श्री सूर्यनारायण उत्तरायणे मीनाशिशिले चन्द्रमसि मीनाशिशिले देवगुरुः मिथुन राशिस्थिते अन्येषु ग्रहेषु यथा राशिस्थितेषु षष्ठु एवं ग्रहगण विशेषण विशिष्टायां खिमानन्द शर्माहं गीता नाम दिव्याहं ल सबैले सहितों तस्य प्रतिनिधि भूतोहम सबैले मम श्रुति स्मृति पुराणोक्त फल प्राप्त्यर्थम एतद् जन्म पूर्व जन्म कृत दीर्घायुः पुष्टि धन धान्य समृद्ध्यर्थम अभिषित सुख संपत् प्राप्तये अखंड सौभाग्य असपावक्षय पूर्व दीर्घायु विपुल समृद्धि पुत्र पौत्रादि नवसिन्न संतति अवस्था आवै खाली देवताः प्रीत्यर्थम विशेषतः ब्रह्मा विष्णु महेश मस्तु वयं समर्पयिष्यामहे जल भैमा छोडिदिनु अनि ती बत्ती पनि बालौं अनि पूजा गरेर अनि यो दौदिन पनि छिटौँला हल्का है त देव्या आयाम आपा गुङरे ता गुङसे जे नते यहाँ बिचमा पनि अगर चपरिसित ती राख्यो थालाका राजा एतोर प्रायदामवे वेदेशता आत्वेखाम भरता ते तामा उमारत देव्य रत्नदेविकाय नमः। अब सबैले भन्नु होला हाम्रो वाद्य वादन प्रभु मङ्गल भावक पुरुष मङ्गल आरते सब भाते ओम जय जगदीश हरे प्रभु त्रिभुवन जगदीश
महादेव ओम हर कर्पूर गौरम करुणावतारम जनसारसारम भुजगेन्द्रहारं तं हृदयारविन्दे भवानी सहितं नमामि तेन नीरजयाम्यहं वस्य कुर्मो वराहसा नारसिंहस्य वामनारायण देवं नारायण हरे सीता सीता माता जगत सीता ईश्वरी बाई सुरेश्वरी देवी करा जय कालिका रक्षा कर भक्तको जय कालिका
उपनिषद आदि 4 वेदहरूको श्रीमद् भागवत आदि 18 पुराणहरूको सूर्यादि नवग्रहहरूको भद्रादि एकादश रुद्रहरूको गौरादि षोडश मातृकाहरूको जगज्जननी दुर्गा माताको लक्ष्मी नारायण भगवानको रामचन्द्र भगवानको यज्ञवैश भगवानको अग्निवती महायज्ञको वर्धवन्त महायज्ञको हरिहर भगवानको देवा धामको शिवपुर धामको हरपुर धामको लक्ष्मी महाराजको वेदन्त वैदिक सनातन धर्मको अब सबैले के भन्न ढोकानी त सद्बुद्धिको बाटोमा ल्याइदेऊ भगवान आइदेऊ भगवान हामीलाई 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 सद्बुद्धिको बाटोमा ल्याइदेऊ भगवान हे भगवान अब आउने समयको लाग्न छाड्यो भर अब आउने समयको लाग्न छाड्यो भर मानिसदेखि मानिसको लाग्छ ठुलो डर लाग्छ ठुलो डर आइदेऊ भगवान हामीलाई सद्बुद्धिको बाटोमा ल्याइदेऊ भगवान 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 Daik.
अब त बाबा लानुहोस् तपाईँ एउटा आएर हो लक्ष्मी एउटा भयो मासु त छैन या बित्ति छैन कसरी लिन्छ यता अनि हामीलाई त्यो चामल र अनि दुना यहाँ यहीँ छ त चामल चाहिँ यहाँ ल्याउनु पर्यो उहाँ गोरामा केटा उहाँ गुरुलाई बोरीमा ल्याएर आउनु त संस्मरे नित्यं वेदवाणी प्रवर्तते विदुद्धाय नमः पुस्तकदिव्यै नमः राखे नमस्कार अगाडि राख के हाम्रो पलाको अरूको दुर्गेले फरक पर्छ के मैले गर्दा रास्ता अटाउँ प्रतिबुद्ध सुग्राम एकदो अधिकम बलमास्तु वेदा मिशन मंडल उत्तरी बोलेर प्रार्थना नमस्ते कपिल देवी संसारण तारिणी जय रंगाय कुलराम वहितम जगायो जो शांति रंगाय सर्वं शांति पृथ्वी शांति रावः शांति ओम सर्वाय शांति सुखां ओम मंगलम मूर्तये नमः भगवान महाराज काला बलम तमला बलम तदेवा विद्या बलम तैल बलम तदेवा लक्ष्मी तदेव गिरे युगं समामि
ओम नमो भगवते वासुदेवाय तर्पयामि वासुदेवाय तर्पयामि ओम नमो भगवते व्यासदेवाय परामर्शामि केवल भइरहेर यहाँ पर्दाबाट हो का ओम नमो भगवते वासुदेवाय तर्पयामि अनि हामीले ओम नमो भगवते वासुदेवाय तर्पयामि काका तपाईहरुको सबै गाह्रो भित्र पुगेन क्या कश्मीरी मेथी जाने सूर्य रस्तो वाचस्पति म वाचस्पति सकर् नाणमुपै हाम्रो हुँदैसम्म त्यहाँ एकछिन पर्खनु धुपम आग्रपयामा अब ज्योति बालन्ती कुलसित उठ्दो माताका भाँडामा राख्नु अब नैवेद्य सुनुकी रोटी सुनु त्यहाँको खाइबस्नु सबै टाढा टाढा यी सबै जलको दुध छ यी काठमाडौँ बोल्नुभयो
काम तो नफुकाउनुहोस् बा त्यो काम गर्दा चाहिँ तपाईँ गणेश जय गणेश देवा माता तिम्री पार्वती पिता महादेवा जय गणेश बंशधार भुजाधारी बंशधार भुजाधारी रमेश मुकुट केशवारी पार्वती लाजर को शंभु पुत्र भारे दीनन को लाजर को शंभु पुत्र भारे पूरा करो जय बलि हरि मनोरथ को पूरा करो जय बलि हरि महादेवा जय गणेश जय गणेश जय गणेश देवा माता तिम्री पार्वती पिता महादेवा आरतिक्यां समर्पयामः हरये नमः राखुं पुष्पाञ्जलि नमः ओम मा भूमि जनयन्ते वैकः सुगंध पुष्पाणि दाकालुध्वानि च पुष्पांजलि मया दत्तं गृहाण परमेश्वरा भक्तवत्सल भगवान को गणपति भगवान को श्रीपाद देव को शस्त्रवरुण देव को चारों वेदों को 18 पुराणों को आदि नवग्रहों को एकादश रुद्रों को हनुमान को एक पुरुष भगवान को लक्ष्मीवर्ती महायज्ञ को वर्तवंत महायज्ञ को गुरुदेव महाराज को नेपाल जननी को राष्ट्र नेपाल को Hey,
आइफोन देखाउँछु हिजो तिमीले देखेन नि कहाँ फोटो खिचेन टोपी फर्काउनु मान्छे त हेर्छ नि थोरै पछाडि हुनु है भवती भिक्षाम मे देहे अडाले खनाइदिन पर्यो अरु त्यसमा ओम स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति न भोगा विश्ववेदाः स्वस्ति न क्षारक्षो अरिष्टानेमि स्वस्ति नो बृहस्पतिर्दधातु मानव भवती मे देहि भिक्षाम देहि सबैलाई आरामसित भिक्षा भिक्षा भगवती भिक्षा दिने साह्रो साह्रो भनेको भनाइ गर्नुपर्छ भिक्षाम दे कसको साइज परेको है ए बाले हेरौ न हाजी एक जगह धोनी दिसो हो आयो आउँदैछ अब त देवघाटोलाई पनि पढ्न जाने बनारस जान परेन होइन पढ्न त देवघाट पढेर जानु Thank you.
पादो विश्वा भूतानि त्रिपादस्यामृतं देवी त्रिपादुर्दभूते पुरुषः पादो शङ्खचक्रं सकृतकुण्डलं सपीतवस्त्रं सरक्षीर्वेक्षणं शहरभक्षफलकौतुभश्रियं चराचर जगतमा विपत्ति आउनु पनि स्वाभाविकै हो, जन्म सकेपछि मृत्यु पनि वर्ण गर्नु पनि स्वाभाविकै हो भनेर चित्तलाई सम्हालो भने चराचर जगतमा कति मरे जस्तो भए तापनि नमरे जस्तो भएर बाँचेका हुन्छन् र उसलाई बचाउन पनि सफल हुन्छन्। तात्पर्य त्यही हो। त्यही भएर के सामग्री जुटाउनु भाले किन बाँचिन्छ त भन्दा अनेक किसिमका पापहरू अहिलेमा हवन गरिदिने, अहिले डढाइदिएर सखा पार्थिन पार्दछन् भने यस्तै
के भएको हुन्छ अनेक किसिमका पापहरूमा परिरहेका हुन्छौँ र त्यो पापबाट निवृत्ति पाउनका लागि उन्मुक्ति पाउनका लागि लक्ष्य भक्ति गरिन्छ आरती पालेर त्यहाँ सबै खरानीको रूपमा परिणत भयो के भयो त भन्दा हाम्रा पापहरू के भयो त भन्दा सबै के भयो सखाप भए त्यस्तो भाव हामीलाई हुन्छ अनि मन शान्ति हुन्छ बत्ती काट्दाखेरि त गफ गरिरहेछ बत्ती काटिरहेछ गुरुको कथा सुन्नुभएको तपाईँहरूले गुरुको सङ्गत पाएको ठाउँ हुर्के त्यही ठाउँमा जन्मेको हुर्केका भएन भनेर भागवत पनि सुनेका अनि तपाईँ संकीर्तन गर्दै काटेका बत्तीले अझ धेरै गुणा फल दिन्छ 1000 गुणा अनन्त गुणा अनेक किसिमको कुराहरू पनि बताइए अनि गरिसकेपछि भगवान्लाई समर्पित गर्नु अनि वास्तविक भक्तले के नगर्नु त भन्दा मलाई यो चाहियो नभन्नु अरे किन भगवान्को भक्त भइसकेपछि भगवान्ले भन्नुभएको छ तत्र तिष्ठामि नारद कुनै गुणामा पनि कुनै वस्तुमा पनि सानो सत्यको व्यक्तिमा पनि भन्ने हुँदैन जहाँ मेरा भक्तले मेरो नाम संकीर्तन गर्दछन् वा मलाई पुकारा गर्दछन् जहाँ मलाई सम्झन्छन् म त्यहाँ स्वयं रूपमा अदृश्य रूपमा अदृश्य रूपमा पनि म प्रकट भइसकेको हुन्छु भनेर भगवान्ले भन्नुभएको छ किनभने भगवान् हामी ज्ञान चक्षुले हेर्नु नै व्यापक हुनुहुन्छ हामीलाई चलाउनु भएको हामीलाई बोल्ने सामर्थ्य पनि उहाँले दिनुभएको भगवान् सामान्य पतङ्गको रूपमा सामान्य आकारै छैन भगवान्को त्यस्तो रूपमा हेर्दा निर्गुण पक्षमा हेर्दा सगुण पक्षमा यी मूर्तिहरू यी फोटाहरू इत्यादि भए त त्यस्तैदेखि त्यस्तै कणको रूपमा चराचर जगतको घटघटमा रहेर जगतलाई चलाउनु भएको छ हो त्यस्तै त्यसले हामीले गरेको कर्म पनि भगवान्लाई अर्पण गरे भने तिनकै चक्रवर्ती राजा भए रानी भएर अनि वैकुण्ठ लोकलाई पनि पाए उनीहरू यो कर्म गरेका कारणले आएको छ पाउँछ अनि भावमा हो तर वास्तविक रूपमा त्यस्तो साक्षी राखेर गोविन्द दामोदर माधवेदी गोविन्द दामोदर माधवेदी दामोदर भगवान को सत्यनारायण भगवान को लक्ष्मीवर्ती महायज्ञ को वर्तवंत महायज्ञ को दक्षिण गएर पूर्वको यात्रा तय गर्न पर्ने हुन्छ म वास्तवमा पुऱ्याएर आउँछु यहाँ जाने अनि भवाय तमयोद्भवाय नमः शङ्कराय तमस्कराय नमः शिवाय शिवाय सबैलाई नमस्कार गर्नु चाहिँ त्यस्तै अवस्थामा नमस्कार अब जानु पर्यो यहाँबाट निस्केर एमा यता बाहिरपट्टि छ टेबुल छ
एकछिन दगुराम के भएन नअगाडि हेर त न आउन हुन्छ खनाइदिनु है त हमें थोरै ए संसार नया हो बेटा गो या गई हो मयो गो मनुहा रो दस्तनु दुरिया कानु जहानी यो रोजना तिरमिया ग्रामी तेरा हामी दिए जो खबरदा भद्र जाल देव दशम भद्र कुदल पनि थाप्नु त फेरि त होते न सपरिवार सपुत्र पौत्र पुत्र वधु संकल्प अनुसारेण कर्मांग लक्ष्यवर्ती दिवदान कर हवन तर्पण मार्दनादि कर्मणि कर्मण मलाई भनेले उसले मासी छ नि उ हात पेसा उठ्यो यहाँ त क्यामेरा आएछ लास्ट दिन अलि मक्क पर्दिनु दिदीलाई जाऊ भनेको अब जल खुसी त्यसरी सुन्नु त्यहाँ सबैले सुन्नु त्यहाँ ओ महा फटाफट समय रहेको छ हातमा जल साथु त हातमा अझै धेरै कुरो कार्य संकल्प सिद्ध पूर्ण पुत्र यजमानो यजमानस्त हमवः पूर्व संकल्प अनुसार कृतस्य लक्ष्यवर्ती वर्धवन्त कर्म पाठादि कर्म हवनादि कर्म तर्पणादि कर्म मार्दनादि कर्म परिपूर्णता सिद्ध्यर्थम मेधा में भगवत मेधा मग्नि प्रजापते मेधा मित्रसराय समेधां दाददात मे स्वाहा अग्नि प्रयोजक स्वाहा मनो मेधा मग्नि प्रयोजक स्वाहा सिनेमाटोग्राफर हो मम्मी परमात्मा सिनेमाटोग्राफर हो मस्ताम अब शेष तर तिम्रो त्यता होम अभ्यास पहिलो बार दोस्रो पटक फेरि यात्रा भदौ छन्द तर पुरानो सामान फेरि नयाँ अपडेटेड दीपान दर्शयामि सर्वेभ्यो देवेभ्यो नमः अब हातको खाले नैवेद्य सुनु यहाँ मनोभक्ति अपना ब्याना बुद्धनाय सपनाय अमृत वचन विधान वसुधा जुनामा जल थपिनु त जुनामा रोजाको जल यानि काञ्च पापानि जन्मान्तर कृतानि च कानि सर्वाणि नश्यन्तु प्रदक्षिणा पदे पदे अब आरतीमा ज्योति महादेव नमरुति सोलसु शोभित प्रभु का द्विकर्म शिव प्रभु का द्विकर्म हरि हरि ज्योति का देव्य सदा शिव ज्योति का देव्य सदा वाहन वृषभ मनोहर वाहन वृषभ मनोहर संगमासन गिरिजा
आनन्द परात्पर सज्जन हितकारी शिव सज्जन हितकारी भद्रादि एकादश रुद्रहरूको नवरात्रि षोडश मातृकाहरूको जननी दुर्गा माताको लक्ष्मी नारायण भगवानको ब्रह्मा विष्णु महेश्वर भगवानको राधा सर्वे हनुमानको सत्यवती महायज्ञको अभिषेक महायज्ञको वर्धबन्ध महायज्ञको हरिहर भगवानको केदार धामको शिवकोट धामको भरतपुर धामको नेपाल जननीको हिन्दू राष्ट्र नेपालको गुरुदेव महाराजको वैदिक सनातन धर्मको जन्मे कर्म हो न कर्म आवेण हवे प्रधान नामे अशुद्ध भेरगो सर्वगण वसतै आत्मसनि प्रदासनि पशुधनो धन्यवसनि अमे हे प्रधान बहुलामे सर्वन्नं पयोरेतो अस्मासु दत्त अते मकरदा अतांति हे मकरदा तथा गुण शृणुया मकरदा तथा पर्वता मकरदा तथा मदीना श्याम मकरदा तथा भूय सतरदा तथा हातखाने भगवानलाई शीतलीकरण गर्ने सबै जस्तै हिँड्नुहुन्छ उदयता लिन्छ ओम नमः संभवाय कमलो भवाय नमः शंकराय कपितराय नमः शिवाय वशिवतराय नमः ओम मणिनाथ सबै ठिक हुन्छ अनुरोध गर्दै सबल सदाया दिनेलाई सत्यो धाम सबले सब संसार सागर नाम नमः करुणानिधे धर्मो अमेतां नामो भवाय नमः यदक्षरं पदं राजमात्रायण चेत् भवेत् तत्सर्वं क्षम्यतां देव परपिता परमेश्वरः हामी गाईघाटतिर जङ्गलमा यता फुल एउटा गोठमा पाउको खाने जल भइदिए ज्योति वाइन आश्चर्य गर्दा हुन्थ्यो कि त छुन पाए चरण मनै फिरमा छैन प्रभु आउँछु तिम्रै शरण दुःख हरण हुन्थ्यो कि त छुन पाए चरण मनै फिरमा छैन प्रभु आउँछु तिम्रै शरण पशुपति जम्भक्त हिँड भोलेनाथको गर्नलाई दर्शन एक मूर्ति पराना प्रभु तिम्रो
जाम्ला जाम्ला नभनहिन भोलि के हो जीवनको भर छैन जाम्ला जाम्ला नभनहिन भोलि के हो जीवनको भर छैन ए भोलि के हो जीवनको भर छैन घरका ईश्वर बाबा आमा अनि चारै धामको दर्शन गर्न बेला छँदै जम्का घरका ईश्वर बाबा आमा अनि चारै धामको दर्शन गर्न बेला छँदै जम्का मनकामना जाम्भो कहिन इच्छा माईको गर्नलाई दर्शन अरूको नै छाला प्रभु तिम्रै शिरभर अरूको नै छाला प्रभु तिम्रै शिरभर हे जाम्ला जाम्ला नभनहिन भोलि के हो जीवनको भर छैन जाम्ला जाम्ला नभनहिन भोलि के हो जीवनको भर छैन हे भोलि के हो जीवनको भर छैन कहिले छोरो कहिले छोरी नाति भन्दै हाँसे आफ्नो निम्ति बाँच्नै भुले अर्का निम्ति बाँचे कहिले छोरो कहिले छोरी नाति भन्दै हाँसे आफ्नो निम्ति बाँच्नै भुले अर्का निम्ति बाँचे बागलुङ काली जाम्भ कहिन कालिकाको गर्नलाई दर्शन झुटो माया जाला झुटै रहेछ संसार झुटो माया जाला झुटै रहेछ संसार हे जाम्ला जाम्ला नभनहिन भोलि के हो जीवनको भर छैन जाम्ला जाम्ला नभनहिन भोलि के हो जीवनको भर छैन ए भोलि के हो जीवनको भर छैन माया मोह लोभमा नै भुल्यो जीवन जति जानु पर्ने कता थियो कता गयो मती माया मोह लोभमा नै भुल्यो जीवन जति जानु पर्ने कता थियो कता गयो मती पाथी भर जाम्भो कहिन सिद्धि माईको गर्नलाई दर्शन जपिराखौँ राम नाम मरेपछि परम धाम जपिराखौँ राम नाम मरेपछि परम धाम हे जाम्ला जाम्ला नभनहिन भोलि के हो जीवनको भर छैन जाम्ला जाम्ला नभनहिन भोलि के हो जीवनको भर छैन हे भोलि के हो जीवनको भर छैन बाजे गए बाबा गए जाँदा के नै लए बाँचुन्जेली व्यर्थै किन तेरो मेरो भए बाजे गए बाबा गए जाँदा के नै लए बाँचुन्जेली व्यर्थै किन तेरो मेरो भए मौला काली जाम्भ कहिन कालिकाको गर्नलाई दर्शन तेरो मेरो होइन
काटे गए जिन्दगीमा कति